रवि लामिछाने निवेदक प्रतिवादी विरुद्ध नारायण बहादुर समेतको जाहेरीले नेपाल सरकार प्रत्यार्थीवादी रहेको 81 आरी 0342 को निवेदन र अर्को छविलाल जोशी निवेदक प्रतिवादी र नारायण बहादुर पसैँ पराई समेतको जाहेरीले वादी नेपाल सरकार भएको प्रत्यार्थीवादी भएको निवेदनमा आज माननीय न्यायाधीश डाक्टर नवकुल सुवेदीमा र माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल समेतको इजलासबाट आदेश आएको छ। यसमा उच्च अदालत तुलसीपुर बुटोल इजलासको ठाउँमा जुन आदेश आएको अवस्था छ, यसमा मिसित समन्वय सहकारी संस्थाका अध्यक्ष एवं सहअभियुक्त ओम प्रकाश गुरुङ तथा सहअभियुक्त कुमार रम्तेल एवं कम्पनीका लेखापाल सञ्जय अधिकारी, सहायक लेखापाल रजनी श्रेष्ठ एवं लेखा परीक्षक विशेष विभु आचार्यले गरेको घटना विवरण कागज समेतका तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुरका कसुरदार रहेनछन् भनी विश्वास गर्न सकिने मनासिब आधार देखिन आएन। तसर्थ तहाँ अदालतबाट निवेदक प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीलाई पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी पूर्वपक्षका लागि थुनामा राखी मुद्दाको कारबाही र किनारा गर्ने गरी भएको मिति 81/2081 को आदेश विरुद्धको नदेखिँदा बदर गरिरहनु परेन कानुन बमोजिम गर्नु। साथै बहसका क्रममा विद्वान न्याय महाधिवक्ता र जाहेरवालाको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूले उच्च अदालत तुलसीपुर बुटोल इजलासबाट आदेश गर्ने मान्य न्यायाधीशहरू उप सामाजिक सञ्जाल एवं अन्य सञ्चार माध्यममा लाञ्छनापूर्ण र अशोभनीय टिक्का टिप्पणी गरेको भनी इजलासलाई अवगत गराउनु भएकोले सोतर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ। अदालतबाट भएका आदेश एवं फैसलाहरू उप स्वच्छ र रचनात्मक टिप्पणीहरू सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढङ्गले न्यायाधीशहरूको मानवर्धन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध अब्स्ट्रक्सन अफ जस्टिस हुन जाने भएकोले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिदिएको छ भन्ने जुन आदेश भएको अवस्था छ। यहाँ सबैलाई धन्यवाद।